गुड मर्निङ। र एक समयको कुरा गर्नु मन लाग्यो मलाई। म सानो छँदाखेरि यो हाम्रो गाउँ कस्तो थियो, अहिले म पनि छिप्पेर काठ पोसिसके। चेन्ज भएको छ अहिले हाम्रो गाउँ। हेर्नुहोस् ल, पहिला म सानो छँदा रहँदाखेरि चाहिँ हाम्रो गाउँ चाहिँ सलिड यस्तो खरको घर, यसरी खरले छाएको है, अन्त वरिपरि बाकलले बारेको देख्नु पाउँथ्यो। र अहिले चाहिँ हाम्रो गाउँभरि मध्येमा चाहिँ यही एउटा घर मात्रै छ यहाँनिर, खरले छाएको घर। उपरान्त चाहिँ अहिले सबै चेन्ज भएको छ। अन्त अहिले चेन्ज भएर धेरै मोडिफाई भएको छ। अहिले घरहरू यस्तो आएको छ अहिले हाम्रो गाउँमा है, यस्तोहरू आएको छ। खरको घरदेखि प्रमोसन भयो, च्यादरमा आएको थियो। च्यादरबाट प्रमोसन भएर आएर चाहिँ अहिले कतिवटा घर चाहिँ हाम्रो गाउँमा पक्का घर भन्छ, एक स्ल्याबहरू भएको छ। त्यो घरहरू पनि म तपाईँहरूलाई देखाउने छु अहिले। ल साथी, आज बिहान बस्ती चढिएको थियो, अन्त एकछिन केटाहरूसँग बसेर च्याउ खोज्नु जाने मोड भयो मेरो। अब यताबाट च्याउ खोज्नु जाने र यहाँनिर नास्ताको रूपमा चाहिँ अर्ग्यानिक थुक्पा, हाते थुक्पा देख्नु भाइ, कस्तो मजाको छ हाते थुक्पा। हाते थुक्पा मजाले हो। ल आज चाहिँ च्याउ खोज्ने प्लान भयो हाम्रो। अब यतैबाट च्याउ खोज्नु जाँदैछौँ हामी। एकदम 3 भाइ खुङ्क्री सुङ्क्री भिरेर हो, हातमा हँसिया बोकेर लु चलो चलो चलो। अर्ग्यानिक खोज्ने गरी नै जाए क्या। कताबाट जाने? च्याउ खोज्नु हिँड्ने हो हामी 3 भाइ। निस्क्यौँ अब चाहिँ यहाँबाट चाहिँ निस्क्यौँ ल हामी। ल हेर्नुहोस् है, हाम्रो गाउँमा मकै यत्रो यत्रो भएछ। यसपालिदेखि न मकैलाई किरा लागेन रहेछ त है। यो चाहिँ कुन चाहिँ मकै हो फेरि? यो मकैलाई किरा लागेन रहेछ। नत्र भने सालै नै हाम्रो गाउँमा चाहिँ मकै चिचिलामै किरा लाग्थ्यो। योपालि चाहिँ अलिक राम्रै रहेछ मकै, खाल्टै भएको रहेछ तर मकै सबै। जो च्याउ खोज्नु